Daily skincare routine. अनि मैले चाहिँ यहाँ भोइस ओभर गरेको छु। मैले भर्खर फेस वास गरेर आएँ। यो चाहिँ एसवाई बजारको क्लिन्जिङ फर्म हो। यो चाहिँ यसले नै मैले फेस वास गरेको हो हैन। यो चाहिँ मेरो एकदम ड्राई स्किन छ नि त, त्यही भएर मैले ड्राई स्किनको लागि चाहिँ म यो युज गर्छु। अनि मैले चाहिँ यहाँ भोइस ओभर चाहिँ किन गरेको भन्ने बाहिरको हल्लाले गर्दाखेरि चाहिँ मैले गर्नु पर्यो। अनि यो चाहिँ स्किनको लागि एकदमै राम्रो छ। मेरो चाहिँ ड्राई स्किन छ नि त, त्यही भएर चाहिँ मेरो स्किनको लागि चाहिँ मैले यो युज गरेको चाहिँ 2 मन्थ हुनु लागिसक्यो। मलाई चाहिँ एकदमै सुट गरेको छ। मेरो चाहिँ ड्राई स्किन एकदमै डलनेस यस्तो थियो नि त, त्यही भएर। अनि यो चाहिँ मैले सेराभीको टोनर युज गर्छु। यो टोनर युज गरेको पनि 3 मन्थ हुनु लागिसक्यो। अनि यो चाहिँ 2-3 ड्रप गरेर स्किनमा लाउँदा हुन्छ। यो पनि एकदम ड्राई स्किनको लागि एकदमै राम्रो छ। यसले पनि स्किनलाई एकदमै राम्रो गर्छ, हाइड्रेटिङ राख्छ। यसले चाहिँ एकदमै टोनर हो हैन। यसले चाहिँ हाम्रो स्किनलाई चाहिँ पुरा एकदम डलनेस छ भने चाहिँ यसले कभर अफ गर्छ। स्किनको लागि चाहिँ एकदमै राम्रो छ। अनि यो चाहिँ एकदम मलाई चाहिँ जो सुट भएर नै मैले यो युज गरेको। अनि एकदम खप्नु पनि बेसी नै खप्दो रहेछ, किनकि हेरेछ नि त। यो चाहिँ मैले कोर्सेरएक्सको बुस्टर हो। म चाहिँ यो बुस्टर पनि युज गरेको त्यस्तै भयो। मैले सँगसँगै युज गरेको यो टोनर सँगसँगै। यो हाइड्रोनिक एसिड छ यसमा हैन। यो एकदमै राम्रो छ, स्किन बुस्टर हो। यसले पनि एकदमै स्किनलाई राम्रो गर्छ, इभन स्किन टोन हैन, हाइड्रेटिङ एकदमै यसले चाहिँ राम्रो गर्छ स्किनलाई। यो चाहिँ एकदमै राम्रो छ। मलाई चाहिँ यसले एकदमै सुट गरेको छ। अन्त यो चाहिँ कस्तो छ भने स्किनलाई एकदम ड्राईहरू दिँदैन अनि एकदमै नरम स्किनलाई चाहिँ एकदमै राम्रो बनाउँछ। म चाहिँ यो युज गर्छु। त्यसपछि मैले युज गर्ने भनेको यो ब्युटी अफ जोसनको सिरम युज गर्छु हैन। यो सिरम पनि एकदमै राम्रो छ। यो सिरम पनि मैले युज गरेको। यो युज गरेको चाहिँ मैले भयो 20-25 डेज हुनु लाग्यो होला। अनि यो पनि एकदमै राम्रो छ स्किनको लागि। जस्ट मेरो ड्राई स्किनको लागि मैले बुझेर नै युज गरेको। अहिले चाहिँ म यो युज गर्दैछु। ड्राई स्किनको लागि चाहिँ एकदमै यिनीहरू कन्ट्रोल गरिरहेको छ। यो सिरमहरूले चाहिँ मेरो स्किनलाई एकदमै हेल्प गरेको छ, किनकि मेरो स्किन चाहिँ एकदम ड्राई डलनेस होइन, एकदमै त्यस्तो टाइपको थियो नि त। अनि त्यही भएर म यो युज गर्दैछु। अनि मेरो चाहिँ स्किनलाई चाहिँ यसले धेरै नै हेल्प गरेको छ। मैले एकछिन स्किनलाई सुक्न दिँदैछु हल्का। अनि त्यसपछि युज गर्दैछु यो एसआई बजारको मोइस्चराइजर हो। यो पनि एकदम राम्रो छ। यो मोइस्चराइजरले पनि एकदमै स्किनलाई एकदमै हाइड्रो युथ मोइस्चराइजर हो यो। अनि यसले पनि मलाई एकदम हेल्प गरेको छ। यो चाहिँ कति धेरै क्या, यसको प्राइस चाहिँ 2500 हो। मैले युज गरेको चाहिँ भयो पनि 1.5 मन्थ भयो, अझै छ बाँकी होइन। यो चाहिँ अलिकति हातमा लिएर गर्दा नै कति धेरै स्किनमा उयो हुन्छ होइन, स्किनमा लाग्छ। यो चाहिँ एकदमै यसले चाहिँ ग्लो दिन्छ क्या। एकछिन सुक्नुलाई चाहिँ एकछिन टाइम लाग्छ, ड्राई हुनुलाई चाहिँ, तर एकदम यसले ग्लो दिन्छ क्या। स्किनमा चाहिँ एकदमै मजाले ग्लो दिइराखेको देखिरहेको हजुरहरूले होइन स्किनमा। मेरो चाहिँ स्किन एकदम ड्राई भएर कस्तो हल्का रिङ्कल्स आउला जस्तो भएको थियो नि त, त्यही भएर मैले सबै यो युज गर्ने भनेको मेरो स्किन ड्राईको लागि नै हो। एकदमै एकछिन ड्राई हुनु चाहिँ टाइम लाग्छ, अनि एकैछिन चाहिँ देख्नुहुन्छ ग्लो यसले एकदमै राम्रो दिन्छ। हजुरहरू पनि ट्राई गर्नु सक्नुहुन्छ कि यसले एकदमै राम्रो ग्लो दिन्छ कि स्किनमा। यो चाहिँ एकदम राम्रो बेस्ट सनस्क्रिन मोइस्चराइजर लागिरहेको छ। अनि त्यसपछि म युज गर्दैछु यो सनस्क्रिन लेटिनको सनस्क्रिन हो। यो चाहिँ वाटरमेलनको हो। यो पनि एकदम राम्रो छ, SPF 50 भएको होइन, SPF 50+। यो पनि एकदम 125 ml को हुन्छ होइन। यो पनि एकदमै यो चाहिँ फेस र बडीको लागि नै एकदम राम्रो छ होइन। यसले चाहिँ एकदम 4 आवर्ससम्म काम गर्छ। यसले चाहिँ एकदमै राम्रो छ। यो पनि स्किनको लागि चाहिँ एकदमै ग्लो दिन्छ। यसले पनि यो सनस्क्रिन पनि
होइन मैले 1-2वटा सनस्क्रिनहरू युज गर्दाखेरि चाहिँ व्हाइट कास्ट छोडेको थियो होइन एकदमै फेसमा ट्याप गर्नु एकदमै टाइम लाग्ने तर यो चाहिँ भनेको एकदमै राम्रो छिट्टो मेल्ट हुने होइन एकदमै फेसमा छिट्टो अब्जर्भ हुन्छ यसले चाहिँ स्किनलाई एकदमै राम्रो ग्लो दिन्छ तपाईहरुले देख्नु पनि सक्नुहुन्छ कि स्किनमा कति धेरै ग्लो दिइरहेको छ भनेर होइन यो चाहिँ एकदमै ग्लो दिन्छ क्या स्किनमा यति लगाएपछि अरू केही लगाउनु पर्दैन स्किनलाई चाहिँ त्यति धेरै यसले चाहिँ ग्लो दिइरहेको हुन्छ यो पनि मैले युज गरेको 1 मन्थ भइसकिसक्यो अहिले मैले यो युज गरिरहेको छु यो मलाई सुट भइरहेको छ म फर्दर पनि यो युज गर्छु किनकि मलाई एकदमै राम्रो लाग्यो होइन मेरो स्किनमा एकदम सुट भएको छ यस्तो मजाले ग्लो दिइरहेको छ हजुरहरूले देख्न सक्नुहुन्छ मेरो ह्यान्ड र फेसको